म कहिल्यै पनि धेरै नबोल्ने मान्छे, कुराहरू मनमा राखेर नै बाँच्ने बानी थियो। तर उनको कुरा चाहिँ मनसम्मै घुस्थ्यो। पहिले पहिले हामी एकअर्कामा हराउँथ्यौँ, साना साना कुरामा हाँस्थ्यौँ, खुसी फुलाउँथ्यौँ। तर हरेक सम्बन्धमा जस्तै समय, समाज, विचार, परिस्थिति कहिलेकाहीँ त बुझाइभन्दा निकै पर जाने रहेछन्। ठ्याक्कै हाम्रो पनि त्यही भयो। हामी एक दिन केही नबोली टाढा टाढा हिँड्न थाल्यौँ। सम्झनाले असाध्यै छ्यापेको थियो, तर बोल्न सक्ने शब्द गुमनाम थिए। छुट्टिँदा उनको मुहारमा हाँसो थियो, त्यसैले म खुसी देखिएँ। तर त्यो हाँसोभित्रको म मरिसकेको थिएँ। केही महिना बितिसकेको थियो। फेरि खाटो बस्न लागिसकेको घाउमा विष लगाउन मैले उनलाई फेरि देखेँ। चाबहिलको आकाशे फुलमाथि हाँस्दै हिँडिरहेकी थिइन् आफ्नो नयाँ जीवनसँग। अहिले उनको जीवनमा त्यो उल्लास थियो, आँखामा त्यो चमक चम्किन्थ्यो, टल, जुन मैले भेट्न चाहेर पनि नपाएको चमक। उनी पो थर्ड पर्सनसँग थिइन् त, तर म त एक्लो थिएँ। म त बस कुर्सीमा टेकिएर आफूभित्रका धेरै कुराहरू चुस्दै बाँचिरहेको थिएँ। त्यो समय मेरो साथमा हर पल एकजना मात्र थियो, मेरो मिल्ने साथी हारिका। उनलाई धेरै कुरा भन्न पर्दैन थियो, ऊ मलाई हेरेर नै बुझ्थे। म रोएँ भने टिस्यु ल्याइदिन्थे अनि हातमा हात राखिदिन्थे। कति सुन्दर लाग्छ नि है, कसैले केही नबोली साथ दिँदा। तर एक दिन म भित्रभित्रै एकदम थकित भएँ, मनले हार खाइसकेको थियो। त्यो साँझ हामी एक्लै पार्कको बेन्चमा बसिरहेका थियौँ र अचानक के सुर चल्यो भगवान जानुन्। तर मैले आफूलाई रोक्न सकिनँ र निसङ्कोच बोलेँ, हारिका, मलाई लाग्छ म तिमीलाई मन पराउन थालेको छु। ऊ मौन थिए, सायद रिसाई कि जान्नु। उसले आँखाबाट मेरो आत्मा निहालिरहे झैँ लाग्यो अनि मान्छे नै त हुँ, मलाई पनि नराम्रो लाग्यो र शिर निहुर्याएँ। एकछिनपछि उनले नरम स्वरमा भने, तिमीलाई म मन परेको होइन, तिमीलाई तिम्रो पीडाबाट बाँच्न मन लागेको हो र म औषधि होइन, बुझ्नु। त्यही क्षण मलाई मेरो वास्तविकता थाहा भयो। म प्रेम खोज्दै थिइनँ, म त हारिकाले भने जस्तै म आफैलाई बिर्साउने ठाउँ खोज्दै थिएँ, केवल औषधिको रूपमा। आज पनि म उसलाई नै सम्झिरहन्छु, तर अब त्यो सम्झनाले जलाउन सक्ने छैन, बस शान्त छ। किनकि जुन दिन मैले अरू कसैलाई बिर्साउन प्रेम खोजेँ, त्यो दिन मैले बुझेँ प्रेम दोस्रो विकल्प हुनै सक्दैन। हारिकाको त्यो वाक्य मेरो कानमा मात्र होइन, मेरो आत्मामा बस्यो। अझ सम्भव भने कि म औषधि होइन। त्यो रात हामी चुप नै रह्यौँ। उसले उठेर हल्का मुस्कान दिए, जसमा दया पिटिक्कै थिएन, बस सम्झना थियो र हिँडिरही। म बसिरहेको थिएँ त्यही पुरानो पार्कको बेन्चमा। सबैतिर बत्तीहरू बलिरहेका थिए, जुनकीहरू पनि झिमिक झिमिक लाइट अन अफ गर्नमा व्यस्त, अनि म भित्र अँध्यारो गुम्सिएको थियो। सहरभरि खैकुन्नी के काउन् हल्लाखल्ला चलिरहेको थियो, तर म भित्र शून्यता अनि मौनता, केवल ती मात्र। केही समयपछि म पनि घर फर्केँ, तर मेरो अन्तर्मन त्यही ठाउँमा अड्किरहेको थियो। देशभरिको कामको बोझ पछिको किसान जस्तै थकित, घुँड छोडिकन अल्मलिएको बचेरो जस्तै विचलित, च्यातिएको दौराको फेर जस्तै छिद्रा छिद्रा, तर आवाज लने। पछिल्ला दिनहरूमा हारिकाका सन्देशहरू पातलिँदै गए। अनेस्टली भन्नुपर्दा अब चाहिँ साँच्चै नै म एक्लिएँ। न त मैले चाहेँ कि, या भनौँ अब त चाहनाले चाहना गर्दा पनि एक नहुने उनी, न त सुख दुःख कि साथी। प्रेमको उपलब्धि, उनले गरेको त्याग अनि थर्ड पर्सनले दिएको उपहार, कति मजाको छ है।